राय राय युवा समाज बतासे दार्जिलिङ महाशय यहाँको अनुशासन अथक परिश्रम खेल प्रतिको समर्पण र बहुआयामिक प्रतिभाको उच्च मूल्याङ्कन गर्दै यो सम्बर्धना पत्र प्रदान गर्न पाउँदा हामीलाई ठुलो हर्षबोध अनि गर्वबोध भएको छ। 21 मार्च 2014 दार्जिलिङमा जन्मली एजेलिया एकाडेमी गोलेगाउँ बतासेबाट नर्सरीदेखि 14 श्रेणीसम्म तथा हाल सेन्ट्रल बाल उच्चतर माध्यमिक विद्यालय दार्जिलिङमा 6औं श्रेणीमा अध्ययनरत रहँदै शैक्षिक तथा खेलकुद दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्नु साँच्चै प्रशंसनीय छ। कराते, बक्सिङ तथा फुटबल जस्ता कठोर अनुशासनात्मक खेलहरूमा यहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्वर्ण पदक, ट्रफी, प्रमाणपत्र, म्यान अफ द म्याच जस्ता गौरवपूर्ण उपलब्धिहरू हासिल गर्नु यहाँको कठिन अभ्यास, दृढ आत्मबल र निरन्तर समर्पणको प्रतिफल। सानै उमेरमा यति धेरै उपलब्धि हासिल गर्नुले यहाँ उज्जवल भविष्यतर्फ दृढताका साथ अघि बढिरहेको स्पष्ट देखिन्छ। यस उल्लेखनीय सफलताको पछि तपाईका आदरणीय पिता श्री दिलीप रायजी तथा माता श्रीमती प्रकृति रायजीको अमूल्य योगदान, त्याग, निरन्तर हौसला र सही मार्गदर्शन अत्यन्तै सराहनीय छ। सन्तानको रुचि र प्रतिभालाई चिन्नु, आवश्यक अवसर उपलब्ध गराउनु तथा अनुशासन र नैतिक मूल्यमा हुर्काउनु अभिभावकको महत्त्वपूर्ण भूमिका हो, जुन यहाँ मातापिताले उत्कृष्ट रूपमा निर्वाह गर्नुभएको छ। यहाँको यो सफलता परिवार मात्र होइन, विद्यालय, समाज र सम्पूर्ण क्षेत्रका बालबालिकाका लागि प्रेरणाको स्रोत बनेको छ। आगामी दिनहरूमा अझ ठुलो उपलब्धि हासिल गर्दै राष्ट्रको नाम उज्जवल पार्नुहुनेछ भन्ने पूर्ण विश्वास साथ यहाँको शैक्षिक, खेलकुद तथा व्यक्तिगत जीवनमा निरन्तर प्रगति, स्वास्थ्य र सफलताको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु। धन्यवाद। यसरी मञ्चमा आइरहेका श्री प्रताप छेत्रीद्वारा